नमस्कार सबैजनालाई। आज हामी एउटा सानो भिडियो हाल्न गइरहेको छौँ। हामीले भने जस्तो काम गरे जस्तो मेहनत गरे जस्तो कहिले पनि हामीले परिश्रमको फल पाइँदैन कि जस्तो पनि लाग्छ कहिलेकाहीँ। किनभने मेहनत धेरै हुन्छ अनि आफूले पाउने जो मेहनतको फल पैसा कमै मिल्छ कहिले पनि भन्न चाहन्छु होइन। केही पनि मेहनत छाड्नु हुँदैन, मेहनत फेरि गरिराख्नुपर्छ। त्यही हो, मेहनत गरेपछि एक दिन अवश्य सफलता मिलिहाल्छ भन्न चाहन्छु है। ल खाने मुखलाई जुगाले छेक्दैन भन्छन् नि, हो रहेछ भाइहरू। म अघि नैदेखि हेरिरहेको छु क्या, खुल्ला पार्क छ होइन। एकदम यङ जेनेरेसनका युवाहरू होइन, मजाले आफ्नो एउटा बुफर लिएछ, मजाले पार्कमा डान्स गरिरहेछन्, सिकिरहेछन् क्या, आफ्नो एक्सनहरू देखाइरहेछन्। उता मान्छेहरू धेरै छन् तर उनलाई केही फरक पर्दैन होइन। उनलाई आफ्नो काम गर्नु छ, मजाले गरिरहन्। पार्कमा हेर यति मान्छेहरू हिँडी पनि रहन्, उनलाई केही छैन। राम्रो कामको लागि कहिले पनि लजाउने भन्ने कुरा हुँदैन क्या। नराम्रो कुराको लागि लजाउनु वास्तविक कुरा सही पनि हो होइन। राम्रो कुराको लागि लजाउने होइन क्या। जो आफ्नो कार्य हो, जो सोचेको छन् त्यो गर्न सकिन्छ। कुनै पनि ठाउँमा, बाटोमा हिँड्ने ठाउँमा, कहीँ पनि